के अरे आदि न्युजको काम सँगसँगै मैले चिया बनाउने काम पनि गर्छु। म पार्ट टाइम जब पनि यसो क्यान्टिनमा गर्दै आइरहेको छु। यदि तपाईँहरू पनि चिया खान मन लाग्छ भने कृपया आइदिनु होला। ल अघि पानीपुरी चटपटेको अपार सफलता पछाडि उहाँले अब चियाको पनि दोस्रो सुरुवात गर्नुभएको छ। अनि अब हेरौँ उहाँको चिया कस्तो हुन्छ। चिनी कतिको खानुहुन्छ तपाईँहरू भन्नुहोस् त? एकदम ठिक छ। तपाईँलाई जति मिठो लाग्छ त्यति। के अरे केशव दाइले चाहिँ अब सङ्गीताको चियाको बारेमा के भनिदिनुहोस्। अब कस्तो बनाउँछन् थाहा छैन, बनाउनु चाहिँ प्रयास गर्दैछौँ। मिठो भयो भने फेरि हामी प्रतिक्रिया दिन्छौँ, मिठो भएन भने प्रतिक्रिया दिन्छौँ। कस्तो खालको खान चाहनुहुन्छ अरे तपाईँ? मिठो एकदम चोपे टाइपको खाने खाने चोप दुईवटा तलमाथिको हो लेपै टाँसिनु दुईवटा ओठ टाँसिनु पर्यो अरे। सङ्गीता कस्तो खालको चिया भन्ने थाहा भयो होला नि। दुईवटा ओठ तलमाथिको ओठ चाहिँ चप्पै टाँसिने गरी बनाउनु पर्यो। पहिला म बनाउँछु खान्छु के टाँसिन्छ फेरि ल गाइस अनि यता हाम्रो दिदी हुनुहुन्छ। दिदीले चाहिँ रोटी बनाउँदै हुनुहुन्छ। तपाईँ चिया बनाएको भिडियो बनाउनु लाग्यो भने के हुन्थ्यो? कमसेकम यो अन्डा सन्डा फन्डा नगर्नु न। चिया खाने हुन्छ नि भन्दा खिच्दैन।